हेलो एन्ड नमस्ते साथीहरू, म सञ्जीव र तपाईँहरू हेर्दै हुनुहुन्छ नेपाली जस्ट रियाक्ट युट्युब च्यानल। आज हामी चाहिँ एकदमै मजाको भिडियोमा रियाक्ट गर्न गइरहेका छौँ। हजुरहरूले अन्तिमसम्म हेरिदिनु होला। नेपालको राष्ट्रपिताको नाम के हो? अनि यस्तो त मलाई थाहै छैन। अनि तपाईले मलाई सोधेर तपाईँ यहाँ के गर्न आउनुभएको? म यसो त्यहाँ डिलबाट हेर्न आएको। रमिता हेर्न आउनुभएको? हजुर। कस्तो लागिरहेछ रमिता? ठिकै छ। यता फर्किँदा हाई गर्नु त। हाई गरिदिनु। कस्तो हाई होइन। हाई गरिदिनु भनेको उसले चाहिँ अर्कै हाई गरिदिनु। बाले बालेन्सा जिन्दाबाद, बालेन्साको जय होस्। मेरो भए होस् नभए आमाको दुध खाएर हुर्केको छोरी हो पनि तर जस्तो मुला सामु मलाई छैन। आमाको हामीले के गाउँको दुध खाएर हुर्केको देखे? हैन, यो तपाईको बाँकी कुरा चाहिँ तपाईको उपयोग गर्नु। हजुर, यो पार्किङमा होटल चलाउने अधिकार कसले दियो? घरबेटीले दिए। खत्तम। मेरो एउटा कुखुरा साथी थियो होइन, कुखुरा साथी थियो। अनि ऊ चाहिँ मसँग सँगै सुत्थ्यो, मसँग सँगै खान्थ्यो। अनि मैले स्कुल जाँदा नि उसलाई लिएर जान्थेँ सँगै होइन। डिप्रेसन। अनि त्यो गर्दाखेरि चाहिँ अब यस्तै दसैँको दिन फुलपातीको बेलामा चाहिँ मेरो मदर स्टेप मदर हुन्छ, उहाँले काटेर खाइदिनु भयो होइन। कुखुरा काटेपछि चाहिँ हट भयो त नि। चाहिँ कुखुरा काट्दा हट हुने रहेछ। अनि उहाँले त्यसरी काटेर खानु भएपछि चाहिँ मलाई के फिल भयो भन्दा चाहिँ एकदमै यस्तो फिल भयो कि एकदम हट भयो नि त म त। दीदी दीदी वाह दीदी It was great actually. एकदमै राम्रो भयो आजको एक्जाम चाहिँ। ऐसे पछि मेरो मेन प्लान इज लाइक आई जस्ट वान्ट टु इम्प्रुभ माई स्किल्स के जुन अहिले मैले स्कुलमा गेन गरेको स्किल्सहरू छ नि, आई जस्ट वान्ट टु इम्प्रुभ देयर एन्ड होन दो स्किल्स। त्यही हो मेरो प्लान चाहिँ। देखा जाएगा एकछिन सुत्ने होइन, एकछिन सुत्ने, उठ्ने, दौडिने, खेल्ने। बबाललाई है सरकारले चाहिँ खतरा गरे हो है, किनकि यस्तो हो, अब ब्रिज कोर्स पढ्न जा भन्थे सबैले, अब हटाएपछि जानै परेन नि। यो चस्मा तपाईँ थाहा छ 45 लाखको चस्मा हो, दुबईको राजकुमारले गिफ्ट दिएको। त्यो चस्मा 100 रुपियाँ चस्मा बजारमा पाउने चस्मा 45 लाखको धाकिदिरहेछ। त्यस्तो अन्त बढेको चाहिँ होइन होला, बेकार फुर्ती लाग्यो बुढाले। 100 रुपियाँको कुरा गर्छ, बाटोमा फल्याक ठडाएर 25 रुपियाँमा बेच्छ त्यस्तो। तपाईँको 15 करोड त 10 करोड कहाँबाट कमाउँछन्? कुन चाहिँ डक्टरले कमाउँछ? डक्टर एउटा डक्टरलाई आइदिनुहोस्, डक्टरले भन्नुहोस् मैले आजको दिनमा यति करोड सोनीमा गरेर तपाईँले भन्नुहुन्छ, डक्टर भन्नुभयो होला उहाँले 20 लाख 25 लाख कहाँबाट कमाउँछन्? कुन चाहिँ हस्पिटलले दिन्छन्? गाउँमा त अब तर्साउँछ यताउता के भन्छ? ए बाबु तर्साउनु त के चाहियो र नि? बेलुका बाबा यति बेला त भनेर घुन्द्रुङ गरिदिनु चालिस। तर्साउँछ पनि यहीँ आउँछ छ्याउनी कुरा। के आउँछ देख्नु भएको? हेर्नु बाबु, हजुर मैले ढाँटेर काम छैन। तँलाई मेरो घर छ। हजुर म यो मेरो पिता थै छैन बाबु, हेर्नुहोस् हजुर। मैले परास चन्दै उठाएर फालिरहेको हुँ। म यो कोदो फटर भएर बाहिर पिसा फेर निक्लेँ। पिसा फेर निक्लिँदाखेरि मैले सेतो मुन्छे सर्लाको सेतोको जुन रात थियो, सर्लाको सेतो मुन्छे देखेँ। म बसेको बसै भएँ, त्यही बसेको बसै भएँ। उठेर हिँडेँ, उठेर पन्ध्र हेर्दाखेरि छैन। के भइरहेको थियो? के भइरहेको थियो? यो देशमा के भइरहेको छ? बाटो हिँड्दै गरेको मान्छेलाई के गरे यार? तुनु जुन बनाएर गएछ पुलिसहरूले पनि बाटो हिँडेको हो कि अब आन्दोलनमा थाहा नै भएन। यो के हो? यो के हो? के हो यार? बाटो हिँड्दै थिएँ यार म। म छोड्नु पर्ने कारण के? तपाईको परिचय भन्नु न। म नवराजु प्रति। कहाँ जाँदै हुनुहुन्थ्यो अहिले? म बाटो हिँड्दै थिएँ। कहाँ जानलाई? बाटो हिँड्न कहीँ जानुपर्छ, मेरो आफ्नै डेस्टिनेसन छ। युवराजी, तपाईँको स्वागत छ।
नमस्कार, धन्यवाद। अरे बाप रे, नयाँ लुक्स हजुर, झन्डै नचिर्या। चिन्नु भएछ, खुसी लाग्यो। अफ्रिका घुमघाम गर्न आउनु उडी जस्तो देख्नु भएको छ। अरे मैं तो पूरा काला हो गया यार। तो तू जब इधर आया था तो यो केराको बोटले म कानमा सुनिरहेको छु, राजा आऊ देश बचाऊ भनिरहेको छु। अब केराको बोटले पनि अब राजा फर्क के भन्छ त न, केराको बोट पर्नु पर्यो नि त नि। एमाले दिएछ, तर यो गन्जी लगाएको छु माओवादीको। अब भन्नुहोस्, तपाईँले शब्द रचना गर्नुभएको थियो कि छैन? गीत लेख्नुहुन्छ कि हुँदैन तपाईँ भन्नु? गीत चाहिँ मैले लेख्न पाइनँ। साँच्ची हो? कविता त मैले लेखेको थिएँ स्कुलमा। हो, स्कुल कहाँ लेख्नु? के थियो याद छ? कविता गजबको छ त। सङ्घर्ष सङ्घर्ष, जीवन जीवन जीवन, सफलता सफलता सफलता, समस्या समस्या समस्या, पीडा पीडा पीडा, दुःख दुःख दुःख। होइन म तपाईँलाई भेट्न आएको। ठ्याक्कै राजाराम पौडेल जस्तो देख्छ हो। अब केटीहरू नआएको थियो पनि हुन्छ त अब। तपाईँ यहाँ आउनुहुन्छ भेट्नुहुन्छ भनेर तपाईँलाई भेट्न। जसरी त्यसलाई अनफोल्ड गरिएको हुन्छ होइन, मोमेन्ट्सहरू त्यसरी नै लाग्यो। साथीहरू, भिडियो हजुरहरूलाई कस्तो लाग्यो? भिडियो मन पऱ्यो भने कमेन्ट, सब्सक्राइब गर्न नबिर्सिनु होला। अर्को भिडियोमा फेरि भेटौँ। धन्यवाद।